लिन आएको थिएँ इन्डिया गएर अब चाहिँ मिसिन जाने है। चाहिँ सुन्नुहुन्छ हामीहरू चाहिँ अब जानु लाग्छौँ। भालेले यो भाले चाहिँ बहुत कराउँछ। चामल चाहिँ ल्याइयो अब अल्ठाउ छ कि नै घर घर सोध्नु। राइट गाइज, अल राइट, वेलकम ब्याक टु माई न्यू ब्लग। आशा छ तपाईँहरू सन्चै आरामै हुनुहुन्छ होला। म पनि यहाँ सन्चै आरामै छु। र गाइज आज चाहिँ मलाई यहाँ नुहाउनु लाग्छु। अब नुहाउने हो। अनि यहाँ चाहिँ कपडाहरू पनि छन्, धुन छ। पहिला चाहिँ मलाई नुहाएर अब मिसिनमा जाने आज तोरी पिलाउनु छ। अनि आएर चाहिँ मैले यो कपडा धुन्छु है। साँझ देखेर धुन्छु। यहाँ चाहिँ घाम हुन्छ बहुत, यस्तामा धुन कर अचल फेरि घाम बढेको छ नि, त्यसै भएर नेचर चाहिँ दामी छ है। अर्गाँचीको नेचरलाई चाहिँ कहीँ भेट्दैन। सो गाइज म चाहिँ तपाईँहरूलाई अब नुहाएपछि भेट्छु है। सो गाइज मैले चाहिँ फाइनली नुहाइधुइ पनि गरिसकेँ। अनि अब चाहिँ म त्यहाँ मिसिनमा जानु छ तोरी पिलाउन। म चाहिँ मिसिनमा जान्छु। बासे दाइ बस्नुपर्छ। मजा आएको छ। म चाहिँ यो साइनमा जान्छु। एक्जिट चाहिँ हाम्रो बाबाले लानु छ। त्यसमा चाहिँ सामान घुम्ने हो, त्यो चाहिँ हिँड्दाखेरि मात्रै लाने हो। म चाहिँ यहाँ नसी बाहिर लिन आएको थिएँ इन्डिया गएर। अब चाहिँ मिसिना जाने है। हामीहरू चाहिँ घर आइसक्यौँ। अब यो तोरी लिएर घर मिसिना जाने है। टिभेकमा हामीहरू चाहिँ अब जाँदैछौँ टिभेक। हामीहरू चाहिँ अब जान्छौँ घर। यहाँ आलु चाहिँ ल्याइएछ। आलु चाहिँ त्यहाँ उयो खोलिएन। आलु चाहिँ मान्छे पैसा गरेर चाहिँ भोलि आउँछ मैले चाहिँ अघि माथि नै आयो। बाटो पनि खत्तम छ है। बाटो सिमाइनु सक्दैन। म चाहिँ त्यहाँ मिसिना गएर आइसकेको थियो अघि नै। अनि खानासाना खाएर अहिले फेरि बाबाले बोखर भाले लिनु जानु पठाउनु भयो। एक ठाउँ जाने हो। मन त मजा छैन। अब जानु छ। हो गाइज, हामीहरू चाहिँ यहाँ टिबेटभन्दा यति माथि आयो। यसलाई चाहिँ भण्डारा भन्नुहुन्छ है। एउटा चाहिँ हामी चाहिँ बाटो चाहिँ हाम्रो घरतिर चाहिँ पिच बाटो चाहिँ अब यो सालको बाटो यो चाहिँ कहिले पिच गर्नु थाहा भएन। हामी जाने चाहिँ यता माथि। गाइज हामीहरू चाहिँ यहाँ चिरेर आइसक्यौँ। अब चाहिँ हामी यता जाने पानी छ हलो चाहिँ। गाइज हामीहरू चाहिँ त्यो अब भाले लिने ठाउँमा आइसक्यौँ। त्यहाँ चाहिँ मान्छे पनि हेर्नुहुन्छ है। त्यहाँले चाहिँ झारफुट गर्ने ठाउँमा हो।
अब गाडी आउनु त्यति बस्नको लागि चाहिँ दामी छ यो हामीहरू चाहिँ यहाँ पोखरा आउनुलाई आइसक्यौँ अब दसैँमा चाहिँ यता माथि खतरा भव्य राम्रो चाहिँ कतिसम्म तपाईँहरूलाई देखाउँछु त्यो ठाउँ चाहिँ सल्लेरी हो चाहिँ अब यता अगाडि चाहिँ अब आमै आमा छ नि गाडी मान्छेहरू भयो आमा भन्दै जानु पुरै आम हो पुरै आम तर एउटामा फलेको छैन अहिले आमको सिजनै नि के हो मैले भन्छु त अहिले कहीँ फलेको छैन भनेर अलिक बिग्रिएको छ के को मौसम हो कि अब पाउनै नफल्ने आम भएर हो अगाडि घर अगाडिको पनि खतरा फल्थ्यो त्यो पनि फलेन अर्को वर्ष फल्यो भने अब त्यसमा त कोही यहाँ चिनेको लाग्छ त्यो चाहिँ जसरी आँपो हामीहरू चाहिँ यहाँ आइसक्यौँ अनि देखियो भाल्ला नि यो चाहिँ हेर्नु ठाउँ पनि है हजुर अनि यहाँ चाहिँ यो चाहिँ हस्पिटल भन्नु चाहिँ अहिले नयाँ तर यहाँ उजो छैन डाक्टरै मेरो चाहिँ अब जान्छ यहाँ चाहिँ एउटा घुम्तीको दाइ आउन छ हामीहरू चाहिँ यहाँ आइसक्यौँ यहाँ चाहिँ पहिला दोकान थिएन अहिले राख्नु भएको रहेछ यहाँ चाहिँ भाले छ नि गाई चाहिँ मस्तै छन् यता पनि छन् भाले हामीहरू चाहिँ अब जानु लाग्छौँ भालेले यो भाले चाहिँ बहुत कराउँछ अब चाहिँ हामीहरू घर जान्छौँ हामीहरू चाहिँ फाइनली अब यहाँदेखि कुखुरो लिएर अब चाहिँ जाँदैछौँ हामीहरू चाहिँ भाले चाहिँ यता छ एउटा चाहिँ यता अहिले चाहिँ बाइक उडाउनु लाग्छ है सो गाइस हामीहरू चाहिँ अब माथि छौँ र यो चाहिँ पोखर है अब चाहिँ हामीहरू यता राइट जाने हो पत्ती छालेर थकाइ भए पनि बस्ने बाइकमा छ बस्ने
यहाँदेखि चाहिँ बब्बाला हुन्छ अब चिपेको भ्यू सिटीभिटी सही एउटा दामी हो चाहिँ यहाँ चाहिँ रोपाइ गर्नु लाग्छ अब चाहिँ रोपाइ स्टार्ट गर्छ यहाँ चाहिँ रोपाइ हुँदैछ है हाम्रो पनि थियो 17 गते तर म जान पाइनँ है यिनीहरू चाहिँ उतेका हुने गाइज चिनेका हुन् महिलाहरू त्यो जोत्ने मान्छे चाहिँ चिनिन्न रोपै गाइज हामीहरू चाहिँ भालो लिएर आइसक्यौँ अब चाहिँ त्यहाँ 2 गट्टा चामल छोडाइदिनु छ एक ठाउँ अब चाहिँ साइन लिएर जाने कि यसलाई चाहिँ बोक्नु भएन सामान साइन गर्नु साइनमा लानु पऱ्यो अझै एउटा रमानमा जान्छौँ हामी अरू ठाउँ पनि छ कि नै त्यहाँ त्यो गाइज यहाँ चाहिँ अब 2 गट्टा चामल राख्ने हो एउटा राखिसक्नु अर्को राख्नु छ है अब चाहिँ हामी जान्छौँ कतिपल्ट चिन्नु भयो यता लाने यस्तो बाटो हिँड्नु चाहिँ बानी छ है मलाई हामीहरू चाहिँ यहाँ आइयो चामल 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 चाहिँ ल्याइयो अब अरू ठाउँ छ कि नै घर घर सोध्नुपर्छ म चाहिँ एउटा चामल रहेछ गाइज अर्कोका त्यो सूर्य नै हो त्यहाँ पनि त्यति होला सायद ल्याउनु लाग्छन् चामल चाहिँ यहाँ हामी राखिदिन्छ अब हामी चाहिँ घर जान्छौँ गाइज म चाहिँ त्यहाँ सामान छोडाएर पनि आइसकेँ अब चाहिँ मलाई कपडा धुनु छ हल्का अनि अघि नै मैले देखाएको थिएँ तपाईँहरूलाई फेरि कपडा धुन छ यार झ्याउ झ्याउ मात्रै अब चाहिँ मैले तपाईँहरूलाई कपडा धोएको हल्का क्लिप देखाइदिन्छु अनि त्यसपछि भेट्छु है गाइज चाहिँ फाइनली कपडा पनि धोइसकेँ म चाहिँ यहाँ सुकाइदिएछु है सक्नुहुन्छ सो गाइज आजको भ्लगलाई चाहिँ म यही एन्ड गर्न चाहन्छु फेरि मिलाउँला कुनै नयाँ नयाँ कन्टेन्ट र भिडियोको साथमा त्यतिखेरसम्मको लागि बाइ बाइ